गणतान्त्रिक पार्टी नेपाली कांग्रेसको पार्टी भित्रको अगणतान्त्रिक व्यवहार यतिखेर नेपाली राजनीतिमा छाताछुल्लो भएको छ। कांग्रेस फुटेको हो भनेर टोलटोलमा भएका कार्यकर्तादेखि शीर्ष नेतालाई समेत सोध्दा सिधा जवाब एउटै आउँछ, फुटेको होइन, कांग्रेस कहिले फुट्नै सक्दैन। यता फेरि गगन थापा सभापति म हो भन्दै हिँडिरहेका छन्, शेरबहादुर देउबा पनि सभापति म नै हो भनिरहेका छन्। गगन र देउबा दुवैलाई एउटै प्रश्न, कांग्रेस विभाजन भएको हो, जवाब एउटै, कांग्रेस कहिले टुक्रनै सक्दैन। कहिले टुक्रन नसक्ने कांग्रेसमा दुई सभापति कसरी, कि त भनिदिनु पर्यो। कांग्रेसमा परिस्थितिले सभापतिमा दुईवटा कुर्सी मागेकाले विधान संशोधन गरेर दुईवटा कुर्सीको व्यवस्था गरेका छौं भनेर, नभए कांग्रेस फुट्नै सक्दैन भनेर जनतामा अन्योलता ल्याउने काम बन्द गरौं। देउबा पक्षले गगनलाई सभापति मानेको भनेर निर्वाचन आयोगको विरुद्धमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। निर्वाचन आयोगलाई धर्म संकट, महाधिवेशनले गगन सभापति भन्छ, गगनलाई सभापति मान्दा आन्दोलनको चेतावनी आउँछ। कांग्रेस भोलि सभापतिको विषयलाई लिएर सर्वोच्च जाने तयारी गरेको छ। हेरौं कहिले फुट्न नसक्ने कांग्रेसमा गगन र शेरबहादुर देउबा मिलेर सर्वोच्च जान्छन् कि जाँदैनन्। कुरा स्पष्ट हो, कांग्रेस भित्र परिवर्तन चाहने र परिवर्तन नचाहने, कुर्सी नपाएका र कुर्सी आजीवन छाड्न नचाहने बीचको अन्तर्द्वन्द्व पराकाष्ठमा पुगिसकेको छ। देउबा पक्ष सहमतिमा नआए कांग्रेस फुट्ने निश्चित रहेको छ। यो पालि महाधिवेशन पक्षको जित नभए कुनै पनि राष्ट्रको माया भएको नेपालीले नेपाली कांग्रेसमा झुकिएर पनि भोट नहाल्दा उचित हुने महाधिवेशन पक्षले प्रश्न पारेका छन्।